यदि तपाईँ केटी मान्छे हो भने म तपाईँलाई एउटा क्वेसन सोध्छु। आर यू ओके? के तपाईँ यो कन्टेन्ट हेरिरहँदा आफूलाई सेफ फिल गरिराख्नु भएको छ? इफ तपाईँ केटा मान्छे हुनुहुन्छ भने तपाईँको बजार गएकी मम्मी, बाहिर गएकी दिदी र स्कुल गएकी बहिनी के सेफ छन्? सर्लाहीकी 3 वर्षीय नाबालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि अहिले सामाजिक सञ्जाल र सडक तातिरहेको छ। मान्छेले श्रद्धाञ्जली र न्यायका आवाजहरू उठाइरहेका छन्। तर के यो क्वेसन आजभन्दा 2 महिना अगाडि अथवा गरिमाको हत्या हुनुभन्दा 1 दिन अगाडि पनि उठेको थियो? यसरी सामाजिक सञ्जाल अथवा सडकमै पनि हत्यारालाई फाँसी दिए भनेर प्रश्न गर्दैमा अब तपाईँको बहिनी अथवा छोरी अर्को गरिमा बन्दैनन् भन्ने के ग्यारेन्टी छ? वेल, आज हामी बलात्कार यानि कि रेपको इमोसनल स्टोरी बेच्ने छैनौँ, कहानी अथवा कथा सुनाउने छैनौँ। आज हामी बलात्कार हुन्छ चाहिँ किन, बलात्कारीको दिमागमा के चल्छ जसले गर्दा ऊ बलात्कार गर्न प्रेरित हुन्छ, र मेन कुरा यसलाई रोक्न कसरी सकिन्छ, यी तीनैवटा विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। सबभन्दा पहिले हामी 2080-81मा नेपाल पुलिसले जेन्डर बेस्ड भायोलेन्समा गरेको एउटा फ्याक्ट सिटलाई अथवा डेटालाई केलाउनेछौँ। एन्ड यसैले धेरै कुरा बताउँछ। जस्तो 2080-81मा रेपका कुल 2507वटा केसहरू रजिस्टर भएका थिए एन्ड 5 जनाको बलात्कारपछि हत्या नै गरिएको थियो। यो रिपोर्टले के देखाउँछ भने दिनहुँ करिब 6 देखि 7वटा बलात्कारका घटनाहरू नेपालमा घट्ने गरेका छन्। एन्ड यही रिपोर्ट अनुसार जनरली भिक्टिमको उमेर 10 देखि 25 वर्ष र अफेन्डरको उमेर 15 देखि 35 वर्ष हुने गरेको बताइन्छ। हामी जनरली के सोध्छौँ भने रेप तिनले गर्छन् अथवा रेप तीमाथि हुने गर्छ जसको मानसिक सन्तुलन बिग्रेको छ, जसले नशालु पदार्थ लिने गरेका छन्, जो शिक्षाको ज्योतिबाट टाढा छन्। सबैभन्दा धेरै रेपको भिक्टिम पनि लिटरेट छन्, प्लस सबैभन्दा धेरै रेप गर्ने पनि लिटरेट नै छन्। वेल, हामी सधैँ शिक्षाको बारेमा कैयन गुणगान गाउँछौँ, तर यहाँनिर तिनै शिक्षित मान्छे नै बलात्कार जस्तो जघन्य अपराधमा इन्भल्भ भएको कुरा यही प्रहरी रिपोर्टले देखाउँछ। एन्ड मैले पत्याउनै नसकेको कुरा के भने प्रत्येक 100 मध्ये 91वटा रेप तथा वुमेन भायोलेन्सका घटनामा आफ्नै परिवार तथा चिने जानेका मान्छे संलग्न हुने गरेका छन्। जस्तो 3441 टोटल रजिस्टर्ड केसमध्ये 100वटा केसमा बुवा र सौतिनो बुवा संलग्न भएको पाइयो। 78 केसमा दाइ भाइ अथवा अङ्कलको छोरा संलग्न भएको पाइयो। 73 केसमा हस्बेन्ड यानि कि आफ्नै श्रीमान संलग्न भएको पाइयो भने 63वटा केसमा अङ्कल र मामा संलग्न भएको पाइयो। त्यो बाहेक अन्य रिलेटिभ्सहरू 137वटा केसमा संलग्न भएका थिए। अझ यसलाई प्रष्ट पार्न यो अर्को डेटा हेर्नुहोस्। 2335वटा रेपका केसहरू यानि कि बलात्कारका केसहरू घरमै भएका छन्। यसको अर्थ के हो भने इफ तपाईँ केटी मान्छे हुनुहुन्छ भने तपाईँ बलात्कृत हुने डर बाहिरको मान्छेभन्दा धेरै तपाईँकै घरका आफन्त चिने जानेको दाइ भाइ बुवा अङ्कल मामाबाट छ। यहाँनिर हामी सबैलाई थाहा भएको कुरा के हो भने जन्मसिद्ध कोही पनि मान्छे बलात्कारी अथवा अपराधी हुँदैन। सो क्वेसन आउँछ कि नर्मल्ली हामी जसरी नै जन्मेको मान्छे एकाएक मान्छेबाट राक्षस कसरी बन्छ, उसलाई अपराधी बलात्कारीको ट्याग कसरी लाग्छ। यहाँनिर मैले यो पुराको पुरा साइकोलोजीलाई 3वटा स्टेपमा डिभाइड गरेको छु। एन्ड यी स्टेप लेख्नुभन्दा पहिला मैले कोइन रिसर्च पेपर र आर्टिकलहरू पढेको थिएँ एन्ड तिनलाई एक्ज्याक्टली स्क्रिनमा देखाउन अलिकति मुस्किल हुन्छ। त्यसैले इफ तपाईँ चाहनुहुन्छ भने डिस्क्रिप्सन बक्समा लिङ्क राखिदिनेछु, एकचोटि हेर्न सक्नुहुनेछ। सबभन्दा पहिला जन्मेको एउटा नर्मल बच्चा स्कुलमा जान्छ एन्ड प्रब्लम यहीबाट सुरु हुन्छ, किनकि स्कुलमा केटा र केटीलाई अलग्गै यानि कि सेपरेटली बस्न सिकाइन्छ। केटा केटा मात्रै साथी बन्न सक्छन् अथवा केटी केटी मात्रै साथी बन्न सक्छन्, केटा केटी साथी बन्न सक्दैनन्, यावत भाष्यहरू निर्माण गरिन्छ। त्योभन्दा पनि ठुलो कुरा के छ भने स्कुलमा ह्युमन रिप्रोडक्टिभ सिस्टम र त्यसमा इन्भल्भ हुने अर्ग्यानको बारेमा प्रपर डिस्कसन नै हुँदैन। मलाई अझै पनि याद छ क्लास 8मा हाम्रो सरले मेल र फिमेल रिप्रोडक्टिभ पार्ट भन्ने एउटा पुरा च्याप्टर नै स्किप गर्नुभएको थियो। अझ कति किताबमा कन्डमको कुरा गरिएको छ, पिनस र भजाइनाको फिगर देखाइएको छ भने हामी डेस्क मुनि टाउको गरेर अथवा मुख छोपेर हाँस्न बाहेक केही पनि जान्दैनौँ। अब त्यो 10-11 वर्षको बच्चा किशोर अवस्थामा प्रवेश गर्छ एन्ड त्यो समयमा उसको बडीमा विभिन्न खाले हर्मोनहरूमा चेन्ज आइरहेको हुन्छ, बडीको ग्रोथ भइरहेको हुन्छ। टेस्टोस्टेरोन, एस्ट्रोजेन जस्ता हर्मोनको फ्लो र प्रोडक्सन आफ्नो पिक लेभलमा हुन्छ।
एन्ड यी सबै चेन्जले गर्दा अपोजिट जेन्डरप्रतिको अट्र्याक्सन इन्क्रिज हुने, नयाँ नयाँ क्युरियोसिटीहरू आउने, प्लस बडीले कन्सियसनेस गुमाउने सम्भावना पनि हुन्छ। Occur certain changes in their body, and that is because of the hormonal changes, the biological urges develops, and sex exploration and adventure is an important aspect of this stage of life. You will find the masturbation is a common occurrence. Lot of anxiety is generated when there is a night emission, first night emission in the boy. Important aspect of growing up through the adolescent years is the handling of one's own sexual identity and development, and then subsequently dealing with the opposite sex in a socially acceptable manner. Development of normal and healthy heterosexual attitudes is a crucial and challenging task of the adolescent years. The exposure, guidance or modeling may be inadequate and adolescents may not develop sexually appropriate behavior. While overtly there may be nothing, yet there could be sexually related issues simmering inside. एन्ड यो सबैको बारेमा 19 को हेल्थमा मजाले डिस्कस गरिएको हुन्छ। तर प्रब्लम के भने हामी सधैँ चाहिँ च्याप्टर स्किप गरिदिन्छौँ। तिनको बारेमा न स्कुलमा कुरा गरिन्छ न त घरमा नै कुरा गरिन्छ। Awareness of sex is the most significant factor necessary to lead a secure life. Usual educational practices are very simple to learn, but we cannot consider sex education on the same line. It comprises physiological, psychological, and social issues. So we have what's called the penis rules at our house. They know who can touch them, who can see them naked, and when and where this is appropriate. I did not learn these lessons when I grew up, and years of heartache followed. इफ यो पिरियडमा रिप्रोडक्टिभ अर्गान, फिमेल बिहेभियर, अपोजिट जेन्डर अट्र्याक्सन अथवा समग्र सेक्सुअल एजुकेसनको बारेमा मजाले डिस्कस गर्नु पर्थ्यो। तर यहाँनिर के भइदिन्छ भन्दा हामी डिस्कस त छोडौँ, त्यो च्याप्टरलाई टचसम्म गर्दैनौँ। यसले गर्दा एउटा अनयुजुअल क्युरियोसिटी दिमागमा उत्पन्न हुन्छ। एउटा नेचुरल र नर्मल प्रोसेसलाई हामी एब नर्मल बनाइदिन्छौँ। एन्ड यही क्युरियोसिटीलाई ट्रिगर गर्ने, नर्मलाइज गर्ने एन्ड मेन कुरो एउटा सेन्सिटिभ टपिकलाई इन्टरटेनमेन्टको रूपमा प्रेजेन्ट गर्ने काम गर्छ। मुभी, सङ, टिभी, रियलिटी सो, स्टार अफ फेसबुकमा आउने रिल्स, टिकटकका टिकटक भिडियोज, फेसबुक पोस्ट, एभ्रिवेयर केटी मान्छेलाई अब्जेक्टिफाई गरिन्छ, एज अ अब्जेक्ट ट्रिट गरिन्छ। चाहो वहाँ छू नहीं सकते, उसे किस नहीं कर सकते, तो मुझे नहीं लगता वहाँ कोई इमोशंस हैं। ये वर्ड्स हैं संदीप रेड्डी वांगा के, जो एक फिल्म डायरेक्टर हैं जिन्होंने 2019 में अपनी फिल्म कबीर सिंह रिलीज की थी। कबीर सिंह एक ऐसी फिल्म थी जिसने हमें एंटरटेन कम और ऑफेंड ज़्यादा किया था। इस फिल्म में वायलेंस और अब्यूज को ग्लोरीफाई किया गया है। इस फिल्म में फीमेल कैरेक्टर को एक चलते फिरते डॉल की तरह दिखाया गया है। अरे ओ साहबा! एन्ड यिनै सोसल मिडियाको डे बाई डे कन्जम्सनले गर्दा यसको इम्प्याक्ट मान्छेको दिमागमा पनि परिसकेको हुन्छ। अझ यसलाई मजाले बुझ्न अहिले पब्लिक हुने जुनसुकै मुभी अथवा सङमा कुनै क्यारेक्टर सोकल हाई क्लास लेभलको छ भने उसको पछाडि 4-5वटा गर्ल्सहरू देखाइन्छ। एन्ड मेन कुरो उनीहरूको ड्रेसअपदेखि हरेक कुरा यसरी मिलाइन्छ कि त्यो सेटअपले गर्ल्सलाई भ्युवरको सामुन्ने एज अ सोर्स अफ इन्टरटेनमेन्ट प्रेजेन्ट गर्छ। एन्ड अझ यसमा कन्ट्रिब्युट गर्ने गर्छन् पोर्न वेबसाइटहरूले, जसको ग्रेडको त कुनै सीमा नै छैन। त्यसमा सेक्सलाई एज अ इन्टरटेनमेन्ट देखाइन्छ, गर्ल्समाथि गरिने भाइलेन्सदेखि हरेक कुरा। अझ यो सबै कुरालाई एउटा अर्को इक्जाम्पलले मजाले बुझाउँछ। जस्तो तपाईँ रातिको 12-1 बजेतिर एउटा सुनसान रोडमा एक्लै हिँडिरहनु भएको छ एन्ड तपाईँको अगाडिबाट एउटा गर्ल्स आयो जसको आउटफिट मैले अघि भने जस्तै छ भने तपाईँको दिमागमा के जान्छ? तो उन्होंने बोला कि मैंने उसको रेप किया क्योंकि वो रात को बाहर थी, मुझे लगा अवेलेबल है, वो बॉयफ्रेंड के साथ थी, वो रात को बाहर क्यों थी, उसने जीन्स क्यों पहनी थी। ये टिपिकल मेंटालिटी, इसलिए आप बार बार मुझसे डिसएग्री करेंगे बॉलीवुड का इन्फ्लुएंस, बट ये बॉलीवुड का इन्फ्लुएंस है। कहीं ना कहीं वो उसको करेज देता है कि लड़की ने जीन्स पहनी, ये चालू है। अच्छा आप बताएं कि प्लिज जस्ताको तस्तै कमेन्ट गर्न भने नबिर्सिनु होला। एन्ड तपाईँको यही माइन्डसेटले पनि सोसल मिडियाको इम्प्याक्ट कति छ भन्ने कुरा प्रश्न देखाउँछ। लड़कियां आवारा फोन में घूमती रहती है सड़कों पर। लड़कियों को बाहर नहीं निकलना चाहिए, जब कोई काम हो तभी निकलना चाहिए।
लड़कियां लड़कों को देख के स्माइल करती है तो वो अगलों को ऐसे लगता है कि हमारी से आकर्षित हो रही है, इस वजह से रेप होता है। प्लस मैले यी सबै कुरालाई एज अ स्टोरी प्रेजेन्ट गरे पनि यस पछाडि डिटेल रिसर्च भएका छन्। ती रिसर्चको लिङ्क म डिस्क्रिप्सन बक्समा राखिदिनेछु, प्लस केही रिपोर्टलाई म स्क्रिनमा देखाउने प्रयास पनि गर्नेछु, एकचोटि पढ्ने कष्ट गरिदिनु होला। एन्ड यी सबै कुरालाई एक लाइनमा भन्नुपर्दा अहिलेको इन्भाइरोमेन्टले फर्स्ट अफ अल जुन सेन्सिटिभ कुरा छ त्यसलाई नर्मलाइज गर्छ, एन्ड सेकेन्ड जुन क्युरियोसिटीको बारेमा अघि हामीले कुरा गरेका थियौँ त्यसलाई ट्रिगर गर्ने काम गर्छ। एन्ड अन्तिम स्टेज हो अपर्च्युनिटी एन्ड अभाइलेबिलिटी, यानि कि जब उपलब्धता र अवसर दुवै मिल्छ त्यसपछि के हुन्छ त्यो हामीले गरिमाको केसमा पनि देख्यौँ, इनिसाको केसमा पनि देख्यौँ र निर्मलाको केसमा पनि देख्यौँ। उन्हें एक छोटा बच्चा दिखता है जिसके माँ बाप माइग्रेंट्स हैं, वो काम पे गए हैं और बच्चा घर में अकेला है, तो वो बच्चे को पकड़ते हैं। दैट्स व्हाई हमारे पास इतने केसेस आते हैं। अहिलेसम्म हामीले रेप हुन्छ चाहिँ किन भन्ने विषयमा कुरा गरेका थियौँ। अब हामी रेप नहुन दिन चाहिँ के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। हुन त रेप यानि कि बलात्कारलाई रोक्ने उपाय इन्टरनेटमा अथवा रिसर्च पेपरमा कोइन भेटिन्छ, तर यहाँनिर म मुख्य 3वटा विषयको बारेमा कुरा गर्नेछु। सबभन्दा पहिला मेल र फिमेल दुवैले स्कुल लेभलबाट नै फिमेल र मेल रिप्रोडक्टिभ अर्ग्यानको बारेमा प्रष्ट रूपमा नलेज पाउनुपर्छ। दोस्रो पोइन्ट हो किशोरावस्थामा कन्टेन्ट कन्जम्सनमा लिमिट लगाउनुपर्छ। इभन यो क्वान देशमा इम्प्लिमेन्ट समेत भइसकेको छ, यसलाई नेपालमा पनि रेगुलेट गर्नुपर्छ ताकि बच्चा बच्चीले चाहिने कुरा मात्रै हेरौँ, नचाहिने कुरामा उनीहरूको ध्यान नजाओस्। एन्ड थर्ड पोइन्ट एकदम इम्पोर्टेन्ट छ, किनकि हामी प्रत्येकचोटि रेप भयो भने नारामा एउटा कुरा सुन्ने गर्छौँ, हत्यारालाई फाँसी दिनुपर्छ, यस्तो सजाय दिनुपर्छ, उस्तो सजाय दिनुपर्छ। बट इन रियलिटी कुनै मान्छेले सजाय पाउँदैमा अथवा सजाय लेखिँदैमा मात्रै रेप कम हुने होइन। जस्तो एउटा अपराधी बनेर सोच्ने हो भने अपराधीलाई रेप गर्नुभन्दा पहिला मुख्य 2वटा कुराको डर हुन्छ। पहिलो कि उसले रेप गरिसकेपछि कति सजाय पाउँछ, एन्ड दोस्रो कि उसले रेप गरिसकेपछि पक्रिने सम्भावना कतिको छ। हामी सधैँ सजायको बारेमा त कुरा गर्छौँ तर पक्रिने सम्भावनाको बारेमा कुरा गर्दैनौँ। एन्ड सजाय लेखेर केही पनि हुनेवाला छैन, आखिर रेपिस्ट पक्रिनै सकिँदैन भने। जस्तो निर्मलाकै केसमा हेर्नुहोस् न, अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लागेको छैन, अर्थात् कानुनमा फाँसीकै सजाय लेखे पनि हत्यारा नै पत्ता लाग्दैन भने त्यो सजायको के काम। एट द एन्ड मैले तपाईँलाई जति धेरै बुझाउन खोजे पनि तपाईँले बुझ्नुहुन्न, किनकि यो घटना तपाईँसँग घटेको छैन, तर जुन दिन तपाईँसँगै अथवा तपाईँको आसपासमा घट्ने छ त्यसपछि बल्ल तपाईँलाई याद आउनेछ। त्यसैले यस्ता विषयमा गहिरिएर सोच्नु जरुरी छ। हामी प्रत्येकचोटि कुनै चेलीको बलात्कार हुँदा रोडमा जान्छौँ, टिकटकमा फेसबुकमा भिडियो पोस्ट गर्छौँ, श्रद्धाञ्जलीका लहरको आउँछन्, एन्ड 2-3 महिनापछि यी सबै कुरा सेलाएर जान्छ। इम्प्याक्ट कसलाई पर्छ? जसको हत्या भएको थियो, जसले पीडा भोगेको थियो, जो बलात्कृत भएकी थिइन्। एन्ड यो कुरा भोलि तपाईँ माथि नहोला भनेर भन्न सकिँदैन। त्यसैले एक्चुअल प्रब्लममा डिस्कस गरौँ, त्यसको सोल्युसन निकाल्ने प्रयास गरौँ। तपाईँलाई के थाहा छ, तपाईँलाई के लाग्छ, कमेन्ट गर्न भने नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।